जीवनमा गुरुको आवश्यकता किन पर्छ? यदि शास्त्र पढेर परम सत्य प्राप्त हुने भए श्री कृष्णले अर्जुनलाई तत्त्वदर्शी गुरुको शरणमा जान किन भन्नुभयो? यदि केवल बुद्धि र तर्कले नै ब्रह्मज्ञान सम्भव हुने भए उपनिषद्ले सगुरु मेवावि गच्छेत् भनेर किन आदेश दियो? किनकि जीवनमा गुरुको सानिध्य जति आवश्यक छ त्यति नै गुरुतत्वको बोध गर्नु पनि अनिवार्य छ। गुरुतत्वको रहस्यलाई नबुझी गुरुप्रति श्रद्धा जागृत हुँदैन र श्रद्धा बिना ज्ञानको उदय हुन सक्दैन। ज्ञानको अभावमा गुरुप्रति प्रेम र अटल भक्ति पनि जागृत हुँदैन। यसै सत्यलाई सन्तहरूले अत्यन्त सरल शब्दमा व्यक्त गर्नुभएको छ। गोस्वामी तुलसीदासजी भन्नुहुन्छ, बिनु प्रतीति होइ नहीं प्रीति, प्रीति बिना नहीं भगति दृढाई। अर्थात् जबसम्म वास्तविक परिचय हुँदैन तबसम्म हृदयमा विश्वास जन्मदैन। विश्वास बिना प्रेम हुँदैन र प्रेम बिना भक्ति दृढ बन्न सक्दैन। गुरु तत्त्वको महिमा नबुझेको हृदयमा गुरुका प्रति सच्चा श्रद्धा जाग्न सक्दैन। आज संसारमा गुरुको चर्चा धेरै छ तर गुरु तत्त्वको चर्चा अत्यन्त कम छ। गुरुको स्थान कुनै एक धर्म, सम्प्रदाय वा परम्परामा मात्र सीमित नभएर जुनसुकै युगमा, जुनसुकै सभ्यतामा र जुनसुकै आध्यात्मिक मार्गमा या व्यवहारमा पनि गुरुको स्थान सर्वोच्च रहँदै आएको छ। एक सच्चा शिष्यका लागि गुरुको आज्ञाभन्दा ठुलो कुनै आदेश हुँदैन। आज्ञा गुरुणाम ह्यविचारणीया, अर्थात् गुरुको आज्ञा तर्कको विषय होइन, श्रद्धापूर्वक पालन गर्ने विषय हो। तर यसको अर्थ अन्धविश्वास होइन। यसको आधार श्रद्धा हो र श्रद्धाको आधार हो गुरुतत्वको यथार्थ बोध। जब शिष्यले गुरुको वास्तविक स्वरूप बुझ्छ तब आज्ञा बोझ लाग्दैन, त्यो नै कृपा लाग्छ, सेवा कर्तव्य लाग्छ, अवसर लाग्छ र समर्पण हार लाग्दैन। जीवनकै सबैभन्दा ठुलो उपलब्धि भन्न पुग्छ। यही कारणले गुरु गीतामा ध्यानमूलं गुरोर्मूर्तिः, पूजामूलं गुरोः पदं, मन्त्रमूलं गुरोर्वाक्यं, मोक्षमूलं गुरोः कृपा। ध्यानको केन्द्र गुरुको स्वरूप हो, पूजाको आधार गुरुका चरण हुन्, मन्त्रको सार गुरुको वचन हो र मोक्षको वास्तविक कारण गुरुको कृपा हो भनेर बताइएको छ। तर यहाँ एउटा प्रश्न उठ्छ, यदि गुरुको महिमा यति महान छ भने सच्चा गुरु आखिर को हुनुहुन्छ त? के शास्त्र पढाउने प्रत्येक व्यक्ति वास्तविक गुरु हुन् या चमत्कार देखाउने व्यक्ति गुरु हुन्? शास्त्रले के भन्छ? गुरुतत्वको वास्तविक स्वरूप। शास्त्रले गुरुको महिमा त धेरै गाएको छ, तर महिमा सुन्नुभन्दा पनि महत्त्वपूर्ण कुरा हो गुरुको वास्तविक स्वरूप बुझ्नु। किनकि आज संसारमा गुरु त अनेक क्षेत्रमा भेटिन्छ तर सद्गुरुलाई प्राप्त गर्न भने दुर्लभ छ। प्राणनाथजी सद्गुरु स्वरूपको स्मरण गर्दै भन्नुहुन्छ, ऐसा तो कोई न मिल्या जो दोनों पार प्रकाश, मगन पिया के प्रेम में उधर भी उजास। शास्त्रले पनि त्यसै भनेको छैन, दुर्लभ मन्ये ऋष्य हरितापहारक, अर्थात् शिष्यको हृदयमा रहेको अज्ञान, संशय, मोह र दुःखको ताप हरण गर्न सक्ने गुरु वास्तवमै दुर्लभ हुनुहुन्छ। अब प्रश्न उठ्छ, त्यस्ता गुरुको पहिचान के हो? गुरु शब्दको व्युत्पत्तिले नै यसको उत्तर दिन्छ। गुकारश्चान्धकारस्तु रुकारस्त निरोधकृत, अन्धकार विनाशित्वात् गुरुरित्य विधीयते। गु अर्थात् अन्धकार र रु अर्थात् त्यस अन्धकारलाई पूर्णतः नष्ट गर्ने शक्ति। केवल प्रवचन गर्ने, शास्त्र उद्धृत गर्ने वा प्रभावशाली वाणी बोल्ने व्यक्तिलाई मात्र गुरु भन्न मिल्दैन। जसले जीवको अन्तःकरणमा युगौँदेखि जन्मेको अज्ञानको अन्धकार हटाएर आत्मा तत्त्वको प्रकाश प्रकट गराइदिनुहुन्छ, त्यो तत्त्व नै गुरु हो। यही ठाउँमा एउटा प्रश्न पनि मनमा आउँछ, यदि आत्मा स्वयं प्रकाश स्वरूप छ भने फेरि गुरु किन आवश्यक पर्छ? यो प्रश्न स्वाभाविक पनि हो। यसलाई एउटा सरल उदाहरणबाट बुझौँ। सूर्य सधैँ प्रकाश दिइरहेको हुन्छ
तर यदि कसैले आफ्नै आँखा बन्द गरिदियो भने उसलाई चारैतिर अन्धकार नै देखिन्छ। के सूर्यमा अन्धकार आएको हो? होइन, अन्धकार त उसको अनुभवमा आएको हो। आँखा खोल्ने बित्तिकै उसले बुझ्छ, प्रकाश त पहिलेदेखि नै थियो। त्यसरी नै हाम्रो आत्मा पनि नित्य, शुद्ध र प्रकाश स्वरूप छ। तर अनादिकालदेखि सञ्चित अज्ञान, देहाभिमान, ममता र विषय वासनाले हाम्रो अन्तर्दृष्टिलाई ढाकिदिएको छ। त्यसैले हामी आफूलाई शरीर ठान्छौँ, संसारलाई नै सत्य मान्छौँ र परम आनन्द स्वरूप आत्मालाई बिर्सेर बाह्य विषयहरूमा सुख खोजिरहन्छौँ। यही अज्ञानको पर्दा हटाउने कार्य सद्गुरुले गर्नुहुन्छ। त्यसैले गुरुप्रति कृतज्ञ हुँदै शास्त्रले प्रार्थना गर्दछ, अज्ञानतिमिरान्धस्य ज्ञानञ्जशलाकया चक्षुरुन्मीलितं येन तस्मै श्रीगुरवे नमः। अर्थात् अज्ञान रूपी गाढा अन्धकारले ढाकिएको मेरो चेतनामा ज्ञान रूपी अञ्जन लगाएर दिव्य दृष्टि प्रदान गर्ने श्री गुरुदेवलाई बारम्बार प्रणाम। उहाँले भुलिएको सत्यको स्मरण गराइदिनुहुन्छ, जुन सत्य सधैँ थियो, छ र रहनेछ। त्यसैको प्रत्यक्ष अनुभूति गराउनु नै सद्गुरुको कार्य। यसै दिव्य सत्यलाई महामती श्री प्राणनाथजी गुरुको परिचय बताउँदै तारतम बाणीमा भन्नुहुन्छ, महामती कहे गुरु सोई कीजिए जो अलख की देवे लख, इन उल्टी से उल्टाए के पिया प्रेम करे सनमुख। सद्गुरु उहाँ होइनन् जसले केवल संसारको ज्ञान बढाइदिन्छन्। सद्गुरु त उहाँ हुनुहुन्छ जसले अलख, अगोचर, इन्द्रियातीत परम सत्यलाई अनुभूतिको विषय बनाइदिनुहुन्छ। हाम्रो मन बाहिर बाहिर दौडिरहेको हुन्छ, विषयतर्फ, मायातर्फ, अहङ्कारतर्फ, अस्थायी सुखतर्फ। सद्गुरुले यही उल्टो दिशामा दौडिरहेको मनलाई मोडिदिनुहुन्छ। बाहिर भट्किरहेको चेतनालाई आफ्नै वास्तविक घरतर्फ फर्काइदिनुहुन्छ अनि प्रियतम परमात्मासँग प्रेम गर्न योग्य बनाइदिनुहुन्छ। वास्तवमा सद्गुरुले हाम्रो जीवनमा नयाँ सत्य ल्याउनुहुन्न, उहाँले हामीभित्र लुकेको सत्य उजागर गरिदिनुहुन्छ र यहीँबाट वास्तविक साधनाको आरम्भ हुन्छ। अब अर्को प्रश्न उठ्छ, यदि सद्गुरुको यति महिमा छ भने उहाँको शरणमा कसरी जाने? शास्त्रले मार्ग पनि बताएको छ। यसको उत्तर स्वयं भगवान श्रीकृष्णले भगवद् गीतामा दिनुहुन्छ। यदि सच्चा सद्गुरु नै जीवनको वास्तविक पथ प्रदर्शक हुनुहुन्छ भने उहाँको शरणमा कसरी जाने? के केवल दीक्षा लिनु पर्याप्त हो? के गुरुको नाम जप्नु मात्र पर्याप्त हो? वा शास्त्रले अझ गहिरो मार्ग बताएको छ? यसको उत्तर स्वयं भगवान श्रीकृष्ण श्रीमद् भगवद् गीतामा बताउनुहुन्छ। तद्विद्धि प्रणिपातेन परिप्रश्नेन सेवया उपदेक्षन्ति ते ज्ञानम ज्ञानिनस्तत्त्वदर्शिनः। भगवानले केवल प्रश्न गर भन्नु भएन, उहाँले तीनवटा आधार बनाउनु भयो, प्रणिपात, परिप्रश्न र सेवा। प्रणिपातको अर्थ केवल शरीर झुकाउनु होइन, अहङ्कार झुकाउनु। किनकि जहाँ अहङ्कार उभिएको हुन्छ त्यहाँ ज्ञान प्रवेश गर्न सक्दैन। जसरी पानी सधैँ होचो ठाउँतिर बग्छ, त्यसरी नै ज्ञान पनि विनम्र हृदयमै अवतरण गर्दछ। दोस्रो, परिप्रश्न। प्रश्न गर्नु भनेको गुरुलाई परीक्षा लिनु होइन, प्रश्न गर्नु भनेको सत्य जान्ने तीव्र तृष्णा हुनु। म को हो? यो संसारको वास्तविक स्वरूप के हो? परमात्मासँग मेरो सम्बन्ध के हो? यस्ता प्रश्नहरू जब हृदयबाट उठ्छन् तब गुरुको वचनले जीवन परिवर्तन गर्न थाल्छ। तेस्रो, सेवा। सेवा गुरुको आवश्यकता होइन, सेवा त शिष्यको पात्रता हो। सद्गुरुलाई हाम्रो सेवाको कुनै अपेक्षा हुँदैन, तर सेवाले हाम्रो अन्तःकरणलाई शुद्ध बनाउँछ। यही कारणले भगवान श्रीकृष्णले भन्नुभयो, उपदेक्षन्ति ते ज्ञानम। जब विनम्रता, जिज्ञासा र सेवा एउटै हृदयमा मिल्छ तब तत्त्वदर्शी महापुरुषले उपदेश ज्ञान दिनुहुन्छ, जुन ज्ञान नै मोक्षको मार्ग बन्दछ। त्यसैले शास्त्रले घोष गरेको छ, सा विद्या या विमुक्तै। जसले बन्धनबाट मुक्त गराउँछ त्यही वास्तविक विद्या हो। आज हामी धेरै कुरा सिक्छौँ, रोजगारीका लागि सिक्छौँ, प्रतिस्पर्धाको लागि सिक्छौँ, संसारमा सफल हुन सिक्छौँ। यी सबै आवश्यक छन्,
तर यदि यति धेरै सिकेर पनि क्रोध उस्तै छ, अहङ्कार उस्तै छ, लोभ उस्तै छ र मृत्युको भय उस्तै छ भने शास्त्रले भन्छ अझै त्यो विद्या पूर्ण भएको छैन। पूर्ण विद्या त्यो हो जसले मानिसलाई आफ्नो वास्तविक स्वरूपसँग परिचित गराउँछ। यही कारणले तारतम वाणीमा श्री प्राणनाथजी भन्नुहुन्छ, सतगुरु साधु वाको कहिए जो अगम की देवे गम हद बेहद सब समझावे भाने मनको भरम। सद्गुरु उहाँ हुनुहुन्छ जसले अगम परमधामको अनुभूति गराउनुहुन्छ, सीमित र असीमितको भेद स्पष्ट गरिदिनुहुन्छ, मनका सबै भ्रमहरू अन्त्य गरिदिनुहुन्छ। यस्तो सद्गुरुको सानिध्य प्राप्त हुनु केवल सौभाग्य होइन, असङ्ख्य जन्मको पुण्यको फल हो। आज गुरु पूर्णिमाको शुभ दिनमा सम्पूर्ण गुरुजनप्रति नमन प्रेम प्रणाम गर्दछु। सबै गुरुजनहरूको स्मरण गर्दछु।